सबै धनी मनीहरू कहाँ जाँदैछ आज? कि 2-3वटा गाडी यस्तो गाडीहरू गइसक्यो अगाडि। आज यति धेरै गाडीहरू आउँदो रहेछ। आज चाहिँ एक दिन छुट्टी, 3 दिन लगातारै क्लाइम्बिङ वकिङ गरेर खुट्टा ज्यानहरू सबै दुखेको थियो। आज चाहिँ अर्कै गाउँमा जाँदैछ हामीहरू। 1 घन्टा जति लाग्दो रहेछ गाडी। मजाको कन्ट्री साइडबाट ड्राइभिङ गर्दै जाँदैछ। ल आज चाहिँ कोर्टिना भन्ने गाउँमा आयो। यो ठाउँमा चाहिँ पहिला ओलम्पिक पनि गरेको रहेछ। आज एउटा के रेस जस्तो रहेछ, त्यो मान्छे पुरा लाइन लागेछ रेसमा। डर छ मलाई। मजाको गाउँ। यस्तो रहेछ यो गाउँ। मजाले काठले बनाउँदो रहेछ यिनीहरूले। ब्याल्कनीहरू चाहिँ काठले बनाउँदो रहेछ। गाउँ भनेको त यस्तो मजाको सहरै जस्तो रहेछ। Alright, food time. Where's the food? आज चाहिँ यता सहरको बिचमा मेरो आज चाहिँ यता मान्छेहरू कुद्दै आउँदो रहेछ। एकछिन यता पर्खिनु पऱ्यो तिनीहरूलाई यसो हेर्नलाई। I can also see an athlete. He's going to beat the course record. Incredible in this unbelievable heat. Still looking strong, moving quickly down the course of Italia. T. Brooks, Tanya, our champion. Your champion, ladies and gentlemen, a huge, blistering performance, Daniel Battis, the man of the record. 4 hours and 51 seconds. What a blistering performance for Daniel Battis. Loud and proud towards the glory. कोर्टिनाको चर्च बाहिर यति साह्रो गर्मी छ, यहाँभित्र शीतल रहेछ। यहीँ बस्नु होला नि अब। हाम्रो नेपालतिर ढुङ्गे धारा जस्तो यिनीहरूको चाहिँ यता यस्तो हुँदो रहेछ है। मजाले पानी भरेर खान मिल्ने रहेछ। ठ्याक्कै ढुङ्गे धाराको यतापट्टि चाहिँ फेरि ओलम्पिकको त्यो रहेछ। पहिला यो ठाउँमा चाहिँ ओलम्पिक होस्ट गरेर रहेछ। विन्टर ओलम्पिक्स होला मेरो विचार। यस्तो मजाको गाउँ रहेछ यता। चाहिँ देख्दो रहेछ है। यो घर जस्तो देखेछ। त्यहाँसम्म केबल कार लगेर अनि यो माथिको डाँडामा चाहिँ चढ्ने भने चाहिँ एक दिन हाम्रो प्लान। हेर त गजब देख्छ
अलिक गाह्रो नै हुन्छ भने चाहिँ। ल भर्खर पिज्जा खाएर आयो। अब चाहिँ यता गएर होटेलको छेउमा यसो तिर्खा मेटाउनु पऱ्यो। हाम्रो होटेल चाहिँ यतातिर छ यो बाटो।